नमस्ते, म डाक्टर अनिल शाह। डाक्टर भोइस अफ नेपालमा हामीहरूले आफ्नो विचार राख्न गइराखेका छौँ। अहिले चाहिँ हामीहरूले सबै कुरा हामीहरू जब ल्याबोरेटरीबाटै हामीहरूको सब कुरा सुरु भएको छ हैन। ल्याबोरेटरीमा पढ्दै जाँदाखेरि जब हाम्रो सिट म्याट्रिक्सबाट इक्जाम लिइएन, त्यस पश्चात सबै कुराहरू सुरु भएको छ। सिट म्याट्रिक्स नहुँदाहुँदै मेकले हाम्रो इक्जाम सञ्चालन गर्न खोजिरहेको थियो। हामीहरूलाई त्यहीमा आपत्ति भएर हामीले प्रथम केस राख्यौँ हैन। त्यस पश्चात केसको स्टे अर्डर आएन, इक्जाम नि भयो। इक्जाम भइसकेपछि म्याचिङमा जाँदा समेत यिनीहरूले सिट सङ्ख्यामा जुन त्रुटिपूर्ण कार्य देखायो, त्यसपछि सबै समस्या निम्तिन गएको छ। हामीहरूलाई स्टार्टिङमा 1400 सिट देखायो सिट म्याट्रिक्सको केसमा, अनि पछितिर गएर उहाँहरूले 700मा झार्नुभयो। अनि त्यसपछि हामीहरूले रिजल्ट आइसकेपछि हामीहरूलाई ओएमआरको नि इस्यु हुन्छ भनेर नि थाहा थियो हामीहरूलाई हैन। धेरै जसो रिजल्टमा नि समस्या निम्तिन गयो। अनि त्यसपछि हामीले ओएमआरको नि केस हाल्यौँ हैन। अनि सबै यतातिर हामीहरूले जति नि 3वटा केस हाल्न पुग्यौँ, त्यसमा चाहिँ मेन दोषी चाहिँ हामीहरूले मेकलाई हेर्छौँ। त्यसमा चाहिँ कुनै दुविधा छैन। नत्र भए हामीहरूलाई 3वटा केस सबै विद्यार्थीले हाल्नु जरुरी नै थिएन। अहिले हुँदाहुँदै म्याचिङ 2 महिना ढिलो हुन पुगेको छ। ओएमआरको इस्यु स्टिल रिजल्भ भएको छैन। होप यो दुवै इस्यु रिजल्भ हुन पुगोस्। ओएमआरको इस्यु रिजल्भ भएर छिटो विद्यार्थीहरूको म्याचिङ हुनुपर्ने हो। त्यही हामीहरूको प्रमुख माग हो। डाक्टर अभिषेक अमर, यसमा तपाईँको भनाइ के छ? अब अहिलेको वर्तमान सिनारियो भनेको यो मेडिकल एजुकेसन कमिसन जुन छ त्यसको फेल लिडरसिपले गर्दा सिर्जना भएको छ। यसमा कहाँदेखि प्रब्लम भयो भने जति बेला यो मङ्सिर 13 गते जुन इन्ट्रान्सको एउटा फर्म खुलाइयो पोस्ट ग्रेजुएटको, त्यति बेला एमइसी आफै प्रिपेयर्ड थिएनन्। यो सेल्फ एप्राइजलको काम भएको थिएन त्यति बेलासम्म, जबकि सकिसक्नु पर्ने हो। त्यहाँबाट के भयो भने यो माघको 26 गते जुन परीक्षा लिनुभन्दा अगावै 10 दिन पहिले हामीले के एनालाइज गर्यौं भनेपछि अहिलेसम्म सिट म्याट्रिक्स त आएको छैन। अब सिटै म्याट्रिक्स नआएपछि अब कसले कुन विषयमा हैन कति सिटको लागि हैन परीक्षा दिने भन्ने कुरामा दुविधा भयो। यसैले विचार गरेर हामी के मान्छेको यसो समूह बनाएर हामीले चाहिँ चिकित्सा शिक्षा आयोग विरुद्ध मुद्दा हाल्यौं र विशेष कारण कुनै कारणवश अदालतको निर्णय के आयो भनेपछि चाहिँ इक्जाम चाहिँ नरोकियोस्, तर चिकित्सा शिक्षा आयोगले कानुन सम्मत काम गर्नुपर्छ भनेर एउटा उसले फैसला सुनायो। त्यस पछाडि के भयो भने सबै कुरा राम्रै चलिरहेको थियो। रिजल्ट आयो, सायद फागुन 6 गते रिजल्ट आयो। अब रिजल्ट आएपछि एउटा म्याचिङ जुन प्रक्रिया छ सुरु भयो। सरकारी विद्यार्थीको सकियो, फरेन विद्यार्थीको सकियो। अब पालो आयो ओपेन क्याटेगोरीमा। त्यो चैत्र 14 गतेको कुरा हो। चैत्र 14 गते के नोटिस आयो भनेपछि चाहिँ यो सरकारी सिट या भनौँ न सरकारी भन्दा बाहिर चाहिँ केयुएसएमएस धुलीखेल लगायत जसले सरकारको 8औं तहको स्यालेरी जुन हुन्छ त्यो बराबरको स्टाइपेन्ड जसले दिन्छ त्यसलाई मात्रै भनौँ न सो कलेजलाई मात्रै म्याचिङमा सामेल गराइने। अब एमइसीले सोच्यो यो बोल्ड डिसिजन हो, तर यता जुन पास भएका विद्यार्थी छन् जसले सपना सजाए ल अब चाहिँ म एडमिसन लिन्छु भनेर बसे, घरमा कुरा गरिसके, अब त्यो मान्छेहरूमाथि पर्यो अन्याय। किन अन्याय भयो भनेपछि चाहिँ दुईटै सिट सरकारी र प्राइभेट एकैचोटि नखुलाइनु भनेको सबसे पहिले कुरा त यो 800 भन्दा बेसी सिट कोल्याप्स भयो भनेको 800 भन्दा बेसी स्टुडेन्टले चाहिँ अब यसपालि सिट नपाउने जस्तो देखियो। अर्को कुरा के भयो भने जसले कुनै कारणवश सरकारीमा या दिएको कलेजमा सिट यदि मानिलिउ पाइहाल्यो भने पनि उसले चाहेको सिट त्यहाँबाट पाउँदैन र यो पनि अन्याय जस्तै भयो र हामीलाई ढाँटेको जस्तो भयो। अब यहाँ के भयो भने एमइसीले पिजी एस्पिरेन्टको भावनासँग खेल्यो, पिजी एस्पिरेन्टलाई मोहरा बनायो। यो मोहरा बनाएर उसले के गर्यो भनेपछि चाहिँ अब प्राइभेटसँगको जुन एउटा भनौँ न यो प्राइभेटले जुन एउटा नेपाल सरकारको 16औं बैठकका कुरा 17औं बैठकका कुरा जुन मानेका थिएनन् हो त्यो कुरा अब हामीलाई युज गरेर उनीहरूलाई दबाब दियो भन्ने हामीलाई लाग्यो। अब ठिक छ, हामीले चाहिँ अब अनगोइङ रेजिडेन्ट जुन हुनुहुन्छ उहाँहरू हैन, उनीहरूलाई चाहिँ ल सरकारको 8औं तह बराबरको दिनुपर्छ, त्यो मेरो पनि धारणा हो। हामी सबै पिजी एस्पिरेन्टको पनि त्यही विचार हो, हामीले सपोर्ट पनि गर्यौं। तर हामीलाई मोहरा बनाउनु, हामीलाई हतियार बनाउनु यो कतिसम्मको उचित हो भन्ने कुराको यहाँ प्रश्न रेज हुन्छ। यति मात्र होइन, एमइसीले अहिलेसम्म पनि के गर्ने भनेर कुनै पनि यसो बाटो खुलाइदिने या फास्ट ट्र्याकबाट मिलाइदिने कुनै पनि योजना सारेको जस्तो हामीलाई लागेन।
अहिलेसम्म पनि हामी अदालतमा केस हालेको अवस्थामा अब कहिले हाम्रो 24 गते आउँछ, फेरि पालो सर्ने हो कि निर्णय हुन्छ होइन। अब त्यसमै कुरेर भनौँ एउटा बन्दी बनेको सिचुएसन छ। त्यही भएर चाहिँ म सबैसँग के आग्रह गर्छु यस च्यानल मार्फत, हामी पिजी एस्पिरेन्टको दुःख पीडा बुझ्नुस्, आफ्नो आफ्नो ठाउँबाट कसरी दबाब दिन सकिन्छ यो चिकित्सा शिक्षा आयोगलाई दबाब दिँदै हामीलाई चाहिँ एउटा यहाँबाट चाहिँ निकालिदिनु हुन, हामीलाई न्याय दिनु हुन सबैमा आग्रह गर्दछु।